तपाईको कपाल पनि कत्रो हो ए बान्द्रे घाम निस्किन आँटेको त्यहाँबाट निस्किन्छ ट्याक्क पारेर ल वेलकम टु आवर च्यानल। अब चाहिँ हामी माई मजुवातिर जान आँटेको दुईजना। अब बाटोमा के हुन्छ वहाँ पुगेर के आज चाहिँ भन्नाले यो बिहानकै भ्लग हो, तर यो चाहिँ नयाँ भ्लग स्टार्ट गर्नको लागि अहिले दिउँसो भन्नाले 4-5 बज्न आँटो होला। अब कतिखेर पुगिन्छ हेरौँ। अब त्यो अनुसारको यो चाहिँ नयाँ भिडियो हुन्छ है तपाईँको भोलि पर्सि। सो अब चाहिँ यहाँबाट लाग्नुपर्छ। अब हेरौँ बाटोमा के हुन्छ। Shining through, it's true, baby, let the light shine through. If you believe it's true, baby, won't you let the light shine through? For you, for you, for you, for you, for you, for you. विदेशी वाला घर चाहिँ कहाँ देखो? लाग्छ नि मलाई के सब खोइ भाइलाई बिस्कुट ल्याइदिएको पर पसलमा किन्छु भनेको बिर्सेछु देउरालीमा
चलिरहेछ लिएर म पर पुगेर आउँछु पर पुगेर आउँछु हेलो ए आप्पाको घरमा पुगेर आउँछ रे छु कस्तो अड्केको आप्पाको घर चाहिँ यता त्यहाँ पर यो के बनाउनु आँटेको सुनिएन यहाँ चाहिँ यो चाहिँ के को लागि बनाएको साकेला नाच्ने कहाँ नाच्छ यहाँ होइन यहाँ भित्र सामान साकेलाको राख्ने अँ त्यहाँ मुनि नाच्छ अनि ग्राउन्डमा कहाँ हिँडेको कता कस्तो कता यताबाट यता जाँदा नि हुन्छ हेलमेट त्यहाँ छ त अनि फेरि अब चाहिँ पुगेको अवस्था बल्ल बल्ल अनि हुस्यो लागेर केही छैन यता ऊ त्यहाँ माथि त्यहाँ होइन माथि घर चाहिँ अलिअलि देखिरहेछ भाइ के गर्छ भने ला बिस्कुटै दिनु बिर्सेछु भाइलाई त्यहाँ उयो छैन है पसलको छ भाउजू अहिले हुनुहुन्न हुन्छ अब पसलकै माथिको दिन्छु त्यही पसलमै होला त नि के फुलेको के भन्छ यसलाई आर्केट आर्केट अरे के हो त्यो भने यहाँ फेरि फुलहरू आम्म क्या दामी यार घाँस फुल जस्तो यो त फुलको थुङ्गा हो कि भन्दै यहाँ कस्तो दामी देखेको यार यो फुल लो दामी From shining through, it's true, baby, let the light shine through. If you believe it's true, baby, won't you let the light shine through? For you, for you, for you, for you, for you, for you, for you. सब बन्द खाता बान्द्रे हो त्यसको नाम ए बान्द्रे हो त्यसको नाम यत्रो सानो थियो बढी ठुलो भएछ ए बान्द्रे गन्दै भएछस् त हेर्नु गनाइमा आएको उठे लु म त नै मैले छोराको छ राम कत्रो कस्तो मोटो भएछ कपाल पनि कत्रो हो ए बान्द्रे हिल्दै बनाइस् हिल्दै बनाइस् हिल्दै बनाइस् भनेको मैले आउँछु ल बस्दै पानी सक्यो पानी ल्याइदिन्छु ल ठुलो भएछ कत्रो भएछ यो त लास्टै ठुलो कतै भएको हौ यसले मलाई पहिले टोकेको पनि छ हातमा सुई लगाएको छु भन्नु सुई लगाएको छु मैले यता बान्द्रे नाना चाहिँ खोइ तिम्रो अब एक दुईवटा बिस्कुटले पुग्दैन बिस्कुट खाने बिस्कुट बस म बिस्कुट ल्याइदिन्छु
बान्द्रे 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 पहिला नै बान्द्रे भनेको उनीहरू चाहिँ पक एकछिन बिस्कुट लिएर आउँछु उनीहरूलाई चाहिँ भाइ भाइ भन्थ्यो मेरो चाहिँ निकनेम हालिदिएको बान्द्रे आइया कस्तो भयो हौ सर कताबाट सर कहाँ थियो कहाँ थियो के गर्दै यस्तो बनाउँदै खोइ रक्सी लिन गयो कि उतो लिएर गएको थियो सो गाइज वेलकम ब्याक है हिजोको आउनेले थकाइ अलिकति मजाले सुतेछ अहिले कति 6 कति बज्यो होला ए साँच्ची त्योभन्दा पहिले म एउटा दामी सिन देखाउँछु ल तपाईँहरूलाई हेर्नु ए हटा तिमी होइन सिन उता हो हेर्नु घाम निस्किन आँटेको त्यहाँबाट निस्किन्छ ट्याक्क पारेर दामी है त्यहाँ कुखुराहरू पक 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 गर्दैछ यहाँ चाहिँ को यो घरको मालिक नि अरे अब बान्द्रेलाई भेटाउँछु है तपाईँहरूलाई बान्द्रेलाई भेटाउँछु बान्द्रे ए बान्द्रे 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 आइज आइज बान्द्रे आइज बान्द्रे आइज हेर्ने बान्द्रे हिजो पनि हेर्नु होला आज पनि हेर्नु ल के गर्दैछ बान्द्रे आइज आइज बान्द्रे आइज आइज बान्द्रे आइज आइज बान्द्रे आइज ओ चलेको थियो आइज 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 खतरा चल्छ यो ओ के खाइस् बिस्कुट खाने म बिस्कुट ल्याइदिन्छु ल यसलाई एउटा बिस्कुट दिनु पर्यो फेभरेट बिस्कुट पार्लेजी बिस्कुट दिनुपर्छ यसलाई यहाँ फेरि यस्तो इटरी उतातिर यस्तो गर्मी छ यहाँ फेरि यस्तो जाडो छ यार जाडो न जाडो एकान्ची मैले बिस्कुट दिएँ ल अनि यो फुल अघि हिजोदेखि मैले हेरिरहेको छु के को फुल हो यो कसैले चिन्छ यो अनि ऊ त्यो एउटा टुप्लुक्क फुलिरहेछ के बेब त्यो के को फुल हो ऊ त टुप्लुक्क एउटा फुलिरहेछ नि ऊ त्यहाँनिर नेल पोलिस बनाउँथ्यो अरे यो फुलको के भन्नु मैले के भनेको थिएँ मैले के गर्छु यो फुलको यताउता सोधेको छुइनँ तिमीलाई नेल पोलिस बोलाउँछ फुलको के हो कुन फुल हो भन्छु अनि त्यो भन नि त नेल पोलिस बोला कति अब बिस्कुट दिनुपर्छ बान्द्रोलाई बान्द्रो बिस्कुट खाने त्यो एक्साइटेड पुरा एक्साइटेड छ अब एकछिन यसलाई बिस्कुट दिनु पर्छ बिस्कुट त खोल्नु पर्यो एकछिन यहाँ भित्तामा राख्नुपर्छ क्या फोर पसे अब चाहिँ यहाँ एक्साइटेड पुच्छर हलाउँदैछ भनेपछि खतरा एक्साइटेड छ यो ल ओहो ऊ झर त भाइ तँ नखा फोर खाइस ल ल ल अब अभी ल भन्दै खानु भएन
राति भात यस्तो खतरा हान्दै थियो उसले राति त भिडियो खिच्नै बिर्सेछ त्यही पनि चार्ज छ चार्जै नभएर यहाँ फेरि लाइनै हुँदैन रहेछ हिजो 7 बजेतिर यता 7 बजेतिर आउँछ लाइन अनि 7 बजेतिर लाइन आएको थियो अनि एकछिन चार्ज हालेको 24 कि कति पर्सेन्ट भयो त्यहाँबाट त लो लाइन पो बिग्रिदिएर उयो खा भाइ यो खा टाटा बाबाई अनि यो अहिले यो पर्सेन्ट पनि यहाँ नानाको पावर ब्याङ्कबाट फेरि त्यो टाइप सी वाला रहेछ त्यहाँबाट मेरो पावर ब्याङ्कमा गर्दा अनि मेरो पावर ब्याङ्कबाट मेरोमा गर्दा अहिले 50 समथिङ छ अब के यो फुल पनि राम्रो रहेछ हो फुल हो कि यो के हो यहाँ दामी छ ए यता बडा कुरा सुरुमा बिहान बिहान यता त सुरु भइहाल्नुपर्छ अनि यहाँ चाहिँ पानी यस्तो चिसो छ कि ओ माई गड यहाँ यो पानी चाहिँ फेरि जहिले 24 आवर्सै आउँछ नि जहिले आइरहेको हुन्छ पानी चाहिँ अनि डाँडा त कस्तो दामी यो सिन चाहिँ मजा लाग्यो ऊ त्यहाँबाट घाम उदाउन आँटेको छ के भन्छ उदाउन आँटेको नि उदाउन आँटेको छ उहाँ हेर्नु दामी सिन यता चाहिँ तल ग्राउन्ड हिजो हामी उता तलको बाटो आएको थियौँ चिया चाहिँ पाक्दैछ पिउनुपर्छ टुक 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 पो झन् थाल्यो ठिक 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 अब चाहिँ घाम पनि लाग्यो घाम पनि दामी लाग्यो अब टाइम लाग्समा अलिअलि निस्किरहेको थियो अहिले चाहिँ फुल लागिरहेछ माथि अलिक उता चिया आउँदैछ चिया खानुपर्छ के को चिया मिल्क टी आयो मिल्क टी अब चाहिँ लोकल चियापत्ती पनि लोकल चियापत्ती ल्याउन टेस्ट गर्दै है स्वादै अर्कै त्यो नर्मल जस्तो छैन स्वादै अर्कै आउँछ घाम पनि राम्रो बाहिर खतरा अब चाहिँ चिया पिउँछु म ए भाइ के गरेको नुहाइस यो अहिले भर्खर नुहाएर चट्ट पर बाघ जस्तो लाइन जस्तो छ हौ पछाडिको सबै रङ काटेर अगाडि मात्रै राख्दा लाइन हुन्छ अब चाहिँ हामी ठ्याक्कै भात खाने टाइम भयो हात धुनु पर्यो अनि भात खाने तर्फ लाग्नुपर्छ है चिसो मान्छे खानुपर्छ अब कस्तो भाइको यो चाहिँ मेरो तेल त्यति मात्रै खान्छ र खान्छ होला धेरै यसले सुम खाइदिन्छ एकैछिनमा त्यसको पुच्छर हल्लिरहेछ के आइरहेको छ नो मासु सक्यो मासु हिजै सक्यो ल
उतै राख्देऊ न एकछिन होइन एकछिन यहाँ राखिदिएको न त खाइहाल्छ नि मासु छैन र आज चिची छैन ल खान्छ गमुले खान्छ अब हामी पनि खाने हो यसले त एकैछिन सक्छ हामी चाहिँ अलिकति टाइम लाग्छ खानुपर्छ अब माम हातले नि खाने यहाँ चाहिँ अलिकति हाम्रो कथा अब खाना खाइसकेपछि घरतिर अहिले त यो फेरि ढिलो गऱ्यो किनकि मोबाइल पनि चार्ज गर्नुपर्ने थियो लाइन नभएर यहाँ अर्को ठाउँ लागेको थियो अब चाहिँ माम खानुपर्छ माम बाबा साउदी बस्नु भएको भयो बुवाले बुझ्नुभयो प्याज खाएको आमा त अहिले त मलाई दसैँ टिका लाउनु नपरे हुन्थ्यो भन्ने लाग्छ बुङ्गुर पाल्न छोडेछ भन्नुहुन्थ्यो कि मम्मीले टिका लाइदिँदै गर्दा यो छोडाइ छैन मान्ने हो त्यही टिका छोडौ अघि नै उतैबाट घाम निक्लेको थियो अहिले पुरा बादल छ अब खाना खाने हो ए खाजा सरी म चाहिँ यहाँ केही काम नभएर कति घन्टा 2 घन्टा जस्तो त सुतेँ होला 2 कि 3 घन्टा सुतेछु मस्तले यता फेरि एकजना माटो कोट्याउँदैछ सुन भेटिन्छ माटो कोट्याए जस्तो छ सुन भेटिन्छ कि भनेर होला तपाईको खानालाई दसैँ यहाँ हौ गोपा बहिनी सोमबार भेटौँ आइतबार आउने अरे माइली हजुर उसको साथी आउँदैछ के आउनु दिन्थ्यो होला आइतबार रिमा नानाले त आउनु दिँदैन थियो किन कहाँ बोल्नु पर्यो एकैछिनमा कहाँ पुग्छ दिन्छ अब चाहिँ रात पनि परो उसो पनि ड्याममा लाग्यो है अब भिडियो चाहिँ आजको यही इन्ड गर्नुपर्छ अनि हजुरहरूलाई थाहा छ के गर्नुपर्छ भनेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभन्नु होला है अब अर्को भ्लगमा फेरि भेट्नुपर्छ स्टे ट्युन